कपाल के गर्ने बोलेर रेकर्ड गर्छु भन्ने सोचेको थिएँ आज चाहिँ खोल्दा हो तर दाइले दिनु भयो नि त यहाँ 2 घण्टा लाग्दैन Hi everyone, मन्दिर जानको लागि सँगै रेडी हौँ है त। मैले चाहिँ पुरै रेकर्ड गरेर बनाउने सोचेर बनाएको पनि थिएँ तर बीचमा चाहिँ भोइस ओभर नगरी भएन, साउन्डै आएन छ है। भिडियो बनाउनु मन छ तर त्यो अलि आइसकेको छैन हैन, त्यो भएर त्यतिकै नै बनाइरहेछु, पछि भोइस ओभर गर्छु भनेर स्टार्ट गर्दा चाहिँ अलिक अप्ठ्यारो लाग्दो रहेछ। म भिडियो फोटोसँग यस्तो छ यो होला। बीचमा कति धेरै गफ गरेको थिएँ, अब प्र्याक्टिस नभएर पनि होला, पछि एडिट गर्दा चाहिँ काटिदो रहेछ कि कति। अनि त्यसपछि यसमा त के भएको थियो भने बिहानै भएको भएर पनि होला एकदम सानो साउन्ड अनि त्यो सासले बोलेको जस्तो मात्रै आयो कि, त्यही भएर यहाँ चाहिँ भोइस ओभर गर्दैछु। एन्ड माई फेभरेट ब्लस चाहिँ म छोड्दिनँ, ब्लस चाहिँ म कहिले पनि छोड्दिनँ, एप्लिकेसन लगाएर आउँछु। अनि ढङ्ग चाहिँ यति धेरै भएछ कि न सामान देखायो, सामानको फोटो पनि क्लियर छैन होइन भिडियोमा। अनि आफूले आफ्नो भिडियो खिच्यो, साथीहरूसँग खिच्यो, सबै नै कुनैमा टाउको काटेको छ, कुनैमा को आएको छैन, कुनैमा के भएको छ भाइ। मसँग सानो होइन छैन, चस्मै लगाएको छैन, त्यो भएर म इयरिङ्स लगाउँछु। यो चाहिँ ब्रेसलेट, एकदमै मन परेको। मेरो हात ठुलो छैन कि धेरै नै, मतलब सानै छ अनि पर्फेक्ट फिट चाहिन्छ भनेर यो चाहिँ भयो। अनि इयरिङ्स चाहिँ येलो पनि सोचिरहेको छु, आफूले देखिरहेछ होला। और मसँग अप्सनमा यो हुक्स पनि थियो, यो चाहिँ एभ्रिडे लगाउने भएको भएर चाहिँ आज चाहिँ चेन्ज गर्ने प्लान गरेँ। सो चङ्की लगाउन मन लागेको तर सानो, फेस चाहिँ ठुलो छैन, सुहाउँदैन, अनि त्यो भएर यो लिएर आएको थिएँ। कपाल के गर्ने सोचिसकेकै छैन, के गर्दा सुहाउँछ होला। कपाल छोटो छ अनि कपाल छोटो भइसकेपछि चाहिँ एकदम धेरै हेयर स्टाइलहरू चाहिँ हुँदैन जस्तो सोच्दैछु है। आइडी ट्राई यतिकै नै परेछ भने केही गरौँला, रबर चाहिँ बोकेर गइरहेको छु। स्पन्जी चाहिँ एउटा ओके डन। चस्मा लगाउने मान्छे इज इनकम्प्लिट विदाउट चस्मा। सो फाइनल यस्तै नै हो। बिहानै चाहिँ म बोलेर रेकर्ड गर्छु भन्ने सोचेको थिएँ आज चाहिँ, तर एकदम सासले बोलेको जस्तो मात्र हातमा रहेछ कि कति हेरेँ होइन। ल सासले मात्र बोलाएर रहेछु म त भन्ने भयो। ठिकै छ, अब भोइस ओभर गरौँला भनेर निस्केँ। सिरोजा आइसकेको छ अरे, अनि अब सिरोजा यहीँ रोड रहेछ। अब उसैसँग जान्छु, शोभालाई भेट्छु, अनि एकैचोटि हामी उतै गएर भेट्छौँ। अब सिरोजा आइसक्यो, ल गाडी चढ्यो। अब चाहिँ बाटोमा फेरि शोभालाई पनि पिक गरेरै भन्छ होला लोकल गाडी चढ्यो पनि। अनि हामी चाहिँ जान्छौँ बुढानी खोल्दा हो तर दाइले दिनु भएन, के भन्नु अब चक्रपथ हुनुहुन्छ। अझै बेला भएको छैन होला भन्ने। हामी
मन्दिर अगाडि पुगेर भन्ने हो कहिले नदेखाएर देखिरहेको छ हामीले होइन मैले चाहिँ देखाएको बुढानीको कन्थको नागको मन्दिरमा सपोर्ट हुनु पर्यो मलाई त कस्तो ब्याग त म खुट्टामा ब्याग बोकेर ग्लास खाली भयो बाबु ए दुधो आइज ल लिनु यहाँहरू सम्पूर्णलाई बुढानीलकण्ठ मन्दिरमा स्वागत छ है यहाँसम्म यतिजनाको लाइन छ मन्दिरमा पुग्नको लागि मन्दिर त्यहाँ छ 2 घण्टा लाइन बस्यो सङ्कटामा छिटो हो कि त यहाँ 2 घण्टा लाग्दैन यहाँभन्दा छिटो हामी चाहिँ लास्टमा छातामा आइपुगेका छौँ के भन्नु छ तपाईँहरूलाई के छ कस्तो लागिरहेछ गर्मी नै हो फेरि जे भए पनि मन्दिरमा आउँदाखेरि whatever the weather situation रेडी हो म आइहाल्छु ल आम मन्दिरको सबैतिर चारतिर हालेर हामी बिस्तारै निस्किँदैछौँ फोटोहरू पनि खिचायौँ एक दुईवटा टिकटकहरू पनि बनायौँ अब के गर्छौँ फोटो खिच्न अझै बाँकी छ ऊ त्यहाँ त्यो अलिकति खुल्ला स्पेस छ कि परेवाहरू ल्याइ के अरे सरी जे भए चारो दिने ठाउँ भनौँ न चामल पनि हालिदिनु बाँकी छ त्यहीँ गएर अलिकति दिने पनि चेक गरेर एकछिन मिलाउँछु ल पल में हंसाए और पल में रुलाए ये कहानी कैसी पहेली है ये कैसी पहेली जिंदगानी फाइनली हाम्रो टिकटक सेसन पनि सक्यो टिकटक हेर्न चाहिँ टिकटकमै जानु होला I mean, बुढानीलकण्ठको सबैतिर भयो अब हामी वी आर रिटर्निङ ब्याक टु आवर होम सायद हामी केही खान्छौँ होला अलिकति किनभने ब्याक खान्छ छैन हामी भोकै छौँ तिर्खा लागिरहेछ मेन त मलाई चाहिँ त्यस्तो आँखा गएन है मैले चाहिँ छोरी सम्झिरहेको थिएँ कि भनेको थिएँ नि अब बुझेँ मैले यही रहेछ कि चिया आइपुग्यो मुखमा त अनि मैले मस्कारा नलगाइरहेको थिएँ म्याडमले मस्कारा दिनुभयो त्यसपछि मैले बल्ल मस्कारा लगाएँ हतार हतार भएर चाहिँ छोडेर आएको थिएँ मस्कारा लाउँदा पनि राम्रै नलाउँदा पनि राम्रै नयाँ बेहुली है होइन बेग्लै राम्रो छ नयाँ बेहुली सो अब हामी खाजा खाँदैछौँ यो चाहिँ हाम्रो खाजा लक्टर लाग्यो होइन म आफै आलु पराठा भिडियोमा चाहिँ मलाई लाज लाग्छ मलाई आलु पराठा मन पर्थ्यो अब मैले जबरजस्ती गरेर आलु पराठा मगाउन लाएँ आलु पराठा मलाई मन पर्थ्यो मैले जबरजस्ती मगाउन लाएँ अब हात धुएर आउनु पर्यो अनि खाएर निस्किनु पर्यो